हेलो हेलो सबैलाई नमस्कार। मिठो समय अनि सम्झना छ है। के छ हजुर हाल खबर? आराम कुशलै मङ्गलै हुनुहुन्छ होला है। म त यसो वनतिर खर्कँदै एकदम चाहिँ गर्मी भएको छ, यसो छायामा चाहिँ बसिरहेको छु है। गाह्रो छ काम गरेर खान नि होइन। आज 3-4 दिन भयो होइन, यसो फर्कन्न लाग्यो। लास्टै गाह्रो छ, के भन्नु हो, यस्तै छ हो, नगरी नहुने। जे भए नि ठिक छ नि। तपाईँहरूको के छ हाल खबर? गाउँ सहरतिरको के छ नयाँ नौलो? कतिको छ रमाइलो गाउँघरतिर? अनि दीपावली चाहिँ कस्तो भइरहेछ? तपाईँहरूको तयारी कस्तो छ हो हजुरहरू? हाम्रो त यस्तै छ, गाउँघरको जिन्दगी फर्कन्नमा व्यस्त, गाउँघरको काम गर्नमा व्यस्त। जे भयो नि ठिक छ, लाइफ चलिरहेछ। काम गरेर खानु चाहिँ बेटर नै हो। अब श्रम नगरी हुँदैन, खान सकिँदैन है। त्यही भएर हजुरहरूले नि यसो मिठो मिठो सम्झना छ। फर्कने बेला नि, काम गर्ने बेला नि यसो चाहिँ सम्झना चाहियो है सबैको। टिकटक, फेसबुक, इन्स्टाग्राम जोडिनुहुने सम्पूर्ण साथीहरू, इष्टमित्र, आफन्तजन सबैलाई साथीसङ्गीलाई नि है। अब दसैँ तिहार सकियो, दसैँ चाहिँ सकियो, तिहार चाहिँ आउन लाग्छ। अब तिहारमा चाहिँ के छ, कस्तो छ तपाईँहरूको चाहिँ प्लान? कसरी मनाउने चाहिँ तर्करमा हुनुहुन्छ? हाम्रो त यस्तै छ। दिदीबहिनी दाजुभाइ नहुनेहरूले नि के तिहार है। जे भए नि ठिक छ, चलिरहेछ जिन्दगी, यस्तै छ। के सबैलाई सम्झने चाहिँ मौका पाइयो, अवसर पाइयो। धेरै धेरै खुसी छु, धेरै धेरै चाहिँ खुसी छु। तपाईँहरूसँग चाहिँ यस्तो गफगाफ गर्न पाउँदा, भेट्न पाउँदा, लाइक, कमेन्ट अनि सेयर गरिदिनुहुन्छ, माया देखाइदिनुहुन्छ। सबैलाई मिठो मिठो सम्झना है। धेरै धेरै मिस गरेको छु भन्न चाहन्छु है। ओके, अर्को दिन चाहिँ भेटौँला, अर्को उसमा चाहिँ भेटौँला। बाई बाई, सी यू, थ्याङ्क यू।